बर्थडे बोय गर्न त के भयो सबैजनाले हाई भन साथीहरु हाम्रो गाउँको सबभन्दा राम्रो दिदी हो अनि दिदीले अब सेलिब्रिटीहरु बनाइदिनु हेलो साथीहरु वेलकम के बाबुरावको स्टाइल यो साथीहरु स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा अनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ म पनि एकदमै सन्चै आरामै नै छु के भयो अनि अब के गर्नु बर्थडे बोय त यस्तै जर्सीमा मात्रै रहेछ अनि आज चाहिँ यसो हामी चाहिँ एकदमै मैले चाहिँ के बोकिरहेको छु भने यो डोको भित्र चाहिँ मैले खाना लाएर बोकिरहेको छु हैन अनि साथीहरु एकदमै हामी चाहिँ पिकनिक भन्दा पनि के पो पिकनिक पो आएछ मुखमा पनि मेरो यो देवारको चाहिँ एकदमै बर्थडे हो ह्यापी बर्थडे भनिदिनु होला सबैजनाले अनि फर्स्ट कुरो त भाइलाई ह्यापी बर्थडे भनिदिनु होला अनि जानु पर्छ नि अब बिस्तारै आऊ कुन बाटो जानु खोला पुलो त लु जुम हिँड अनि तर कुन बाटो जानु खै त अब यहाँ टेक्नु बिस्तारै यसरी म लड्छु है पानी नै पानी छ अनि ओइ नरुकिन हिँड यो चाहिँ अघि नै अब जानु आँट्दाखेरि नै अघि रुखमा चढेछ रुखबाट झरेर अनि हात दुखेछ साथीहरु अनि मेरो छोराको हालत चाहिँ यस्तो छ म सबैजनाले देखाइरहेको छु अनि हामी चाहिँ एकदमै मेरो दिदीलाई सब्स्क्राइब गरिदिनु अनि यता पछाडि पनि आउनु हुँदैछ हैन अनि हामी चाहिँ एकदमै मेरो भाइ देवारको चाहिँ एकदमै बर्थडे हो आज स्पेशली घरमा चाहिँ नमनाएर हामी चाहिँ एकदमै बगरमा मनाउनको लागि आएको छौँ अनि आज यहाँ चाहिँ पीडित भन्ने चाहिँ हाम्रो एस्टिन मात्रै हो किनकि आउने बेलामा एकदमै चकचक बेसी भएर चाहिँ अनि एकदमै चकचक बेसी भएर पुरा रुखमा चढेर चाहिँ अनि माथिबाट मुनि झरेपछि हात खै मड्कियो रे अनि रुखो छ हो अनि यता चाहिँ भाइ भुडीमा गिफ्ट बोकेर हिँडिरहेको छ अब सरप्राइज भन्ने कुरा त त्यतिकै देखाउनु मिल्दैन नि त हैन साथीहरु अनि अब हामी चाहिँ पुग्नु पर्ने निकै टाढो यो अनि यता आरब छ के छ आरब स्वागत छ मेरो युट्युब च्यानलमा युट्युब च्यानलको नाम युट्युब च्यानलको नाम फुङमा लिम्बू अनि Q6 Q1 जे छ फुङमा लिम्बू अब यो खोला पनि तर जानुपर्ने छ दुईटा ओइ नरु हिँड भनेको अनि यता चाहिँ मेरो मम्मी आउनु हुँदैछ बर्थडे बोय चाहिँ पछाडि आउनु हुँदैछ मम्मी ब्लग बनाउनुहोस् कृपया अनि हाम्रो साथीहरू पनि थुप्रै छ हैन लु हिँड ऊ मेरो छोरा पनि एक्साइटेड छ क्या उता गएर ऊ खानुको लागि एक्साइटेड छ अबि म त लड्छु कि क्या फेरि मैले यो लडाएँ भने त हाम्रो खानेकुरा त हुँदैन त साथीहरू सक्षम बिस्तारै हिँड्नु ल अब साथीहरू हामी चाहिँ पुग्नु लाग्यो अनि सब्जी बोक्ने चाहिँ दाल बोक्ने चाहिँ यता हुनुहुन्छ हैन कुकरमा तातो छ अनि हामी चाहिँ पुग्नु लाग्यो अनि पुग्न लाग्यो भन्दा पनि पुगि नै सक्यौँ गाइजहरू चाहिँ यता छ है गाइजहरू चाहिँ यता छ हामी चाहिँ पुगिसक्यौँ सबैजनाले हाई भन साथीहरू यत्रो जनाले मलाई सब्स्क्राइब गर्दा त अनि कति हुन्छ होला यहाँ त कति राम्रो रहेछ नि ठाउँ यो पल्लो खोला नि के चान्स हाँस्देऊ एकचोटि खै हेर ए उहाँ चाहिँ बाँदर हुनुहुन्छ रुखमा चाहिँ अनि ऊ मेरो छोरा चाहिँ यता हैन सब्स्क्राइब गरिहाल्नु
अनि केही भन्ने अरू के भन्ने दिदी चाहिँ हाम्रो गाउँको सबभन्दा राम्रो दिदी हो अनि दिदीलाई सब्स्क्राइब गरिहाल्नु है अनि दिदीले अब सेलिब्रेटीहरू बनाइदिनु सक्नुहुन्छ दिदीको छोरा उहाँको छोरा दिदीको छोरा देख्नु सक्नुहुन्छ माइला दादा सेम छ गाइस हाम्रो चाहिँ एकदमै माइला दादा भन्दा पनि हुन्छ भाइलाई हाम्रो पानीपुरीको अचार चाहिँ यहाँ रेडी छ होइन अनि पानीपुरी चाहिँ यहाँ छ ओइ पानीपुरी बाँड्नु सघाइदेऊ ल पानीपुरी बाँड्नु सघाइदेऊ ल दिदीलाई अनि मैले थाल यहाँ ठुलो ल्याएको छु एउटा एउटा थाल निकाल खुसीले बोल्छ ल भाइ पानी त चाहिन्छ नि यत्रो छ चाखेर लु भयो नुन चाखेर उ गर्ने हो दुई 2014 को चाहिँ म त झन् 2013 को फेरि भन त तिमी कति वर्षको 4 वर्ष कति ज्ञानी बाछी हो म चाहिँ खानुमै व्यस्त छु होइन अब म सघाउँछु आउँदा हुँदैन त हामीले चाहिँ खानु सुरु गरिसक्यौँ मिठो छ गाइस आम्मामा के खुवायो त्यस्तो मेरो चाहिँ यो खान्छु ल सिङपाङजीको जस्तै मुख भयो कि क्या मेरो पनि यहाँ त राखेकै रहेन पिरो मिठो पनि छ त्यो छ नि नुन थप्दा त होस् ल त्यतिकै खाम ल ल सोल्टिनी हाम्रो चाहिँ चिया यस्तै छ है खानुहोस् ल सोल्टिनी ज्यू हाम्रो सोल्टिनीहरू चाहिँ यता हुनुहुन्छ बनिँदैछ मम्मी अझै दिनु त अझै त्यो गिलास आयौ कि आयौ गरिरहेको छ हौ हाम्रो भाइ चाहिँ